धेरैजनाको लागि कफी एकदमै इम्पोर्टेन्ट हुने गर्दछ। तपाईँहरूको लागि कफी के छ, तर यहाँ चाहिँ धेरैजनाले कफी भन्दा पनि सबैजनाले चिया नै खानु हुँदो रहेछ, कालो चिया नै। र मेरो लागि पनि कफी चाहिँ त्यति साह्रो इम्पोर्टेन्ट हुने गर्दैन। मलाई त्यस्तो खासै यसको टेस्टै थाहा थिएन, तर पछि गएर चाहिँ मलाई यसको टेस्ट तितो होइन, तर यसको टेस्टै त्यस्तै रहेछ भन्ने कुरा थाहा गरेपछि चाहिँ मलाई अलिअलि बानी लाग्यो, तर त्यस्तो खासै खाँदिनँ। र म त्यति साह्रो कफी लभर पनि होइन, मलाई कफीको बारेमा त्यस्तो नलेज पनि छैन। तर द वे इट्स द प्याकेजिङ हेर्नु न, यो मलाई एकदमै राम्रो लाग्यो क्या यो प्याकेजिङ पनि। अनि यसले चाहिँ कफीको टेस्ट बरकरार गर्छ अरे है, मलाई पनि थाहा छैन। तर त्यति धेरै कफी खाने नभए पनि यो चारैतिर डाँडाले घेरेको ठाउँमा चाहिँ कफी खान चाहिँ अलिकति मजा लाग्छ जस्तो लागेर मैले पनि एउटा चाहिँ मागेँ साथीसँग, र म पनि खान्छु नि, ट्राई गर्छु नि भनेर। त्यति धेरै कफी त खाँदिनँ म। तपाईँहरूलाई कस्तो लाग्छ कफी यस्तो नेचरमा बसेर खानुको लागि? आई एम फिलिङ टु ग्ल्याड टु गेट टु ह्याभ कफी, डाँडा काँडा वरपर, एकदम रमाइलो अनुभव।